हेलो साथीहरू नमस्ते वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी हिलिहाङ गाउँपालिकामा आइपुगेको छौँ। अनि हिलिहाङ गाउँपालिका अन्तर्गत चाहिँ हामी हिलिहाङ दरबारमा आइपुगेको छौँ। साथीहरू हामी चाहिँ हिलिहाङ दरबारमा आइसकेका छौँ। अनि हामी चाहिँ यो चाहिँ हिलिहाङ दरबारको पछाडिबाट हो। अनि यो चाहिँ हिलिहाङ दरबारदेखि अलिकति मासतिर यस्तो रहेछ। अनि हामी चाहिँ यहाँनिर आएको छौँ। यस ठाउँमा चाहिँ पहिला पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्ने क्रममा यो ठाउँमा चाहिँ युद्ध गर्दाखेरि यो ठाउँ मात्र जित्न नसकेको भन्ने मैले एउटा इतिहासमा पढेको थिएँ। साथीहरू आज मैले त्यही ठाउँ हजुरहरूलाई देखाउँदैछु है। हिलिहाङले झन्डा गाड्ने ठाउँ अरे है, महारानी शक्तिपीठ। अनि जस्तो यो एरियाको आसपास चाहिँ यस्तो पनि रहेछ। यो एरियामा चाहिँ युद्धै गर्न नसकेको पृथ्वीनारायण जस्तो एक शक्तिशाली महापुरुष हाम्रो राष्ट्र निर्माता उहाँले चाहिँ यो ठाउँमा युद्ध गर्दा जित्न नसकेको भन्ने इतिहासमा चाहिँ पढेको थिएँ साथीहरू है त। यसको आसपास वरिपरि चाहिँ गुराँसहरू छ है साथीहरू। मेरो बुढो चाहिँ यहाँ माथि माथि चढी हेर्दै हुनुहुन्छ है। हिलिहाङ दरबारको यो पुरानो ठाउँ रहेछ। यहाँ चाहिँ पूजा गर्ने ठाउँ जस्तो पनि देखिन सक्छ। हेर्नुहोस् है त साथीहरू। साथमा यो चाहिँ पाँचथर जिल्लाको एक अहिले चाहिँ हाल चाहिँ हिलिहाङ गाउँपालिकै भनेर भनिँदो रहेछ। जुन क्रममा चाहिँ आज हामी हिलिहाङ गाउँपालिका आउने क्रममा चाहिँ हिलिहाङ दरबारको नामबाट राखिएको पालिका भनेर हामी चाहिँ साथीहरू यहाँनिर आएका छौँ। यहाँ गुराँस पनि फुलेको देख्न सकिन्छ, तर अलि धेरै टाढो भएको कारणले गर्दा गुराँस साथीहरू टिप्न चाहिँ सकिँदैन कि साथीहरू। हामी चाहिँ पाँचथरको अहिले हिलिहाङ भन्ने गाउँपालिकामा छौँ। अनि हिलिहाङ गाउँपालिका अन्तर्गत यो चाहिँ हिलिहाङ दरबार रहेको छ। अनि यो हिलिहाङको दरबारको पछाडिपट्टिको भ्यू हो साथीहरू। हजुरलाई म यहाँबाट देखाउन चाहन्छु। साथमा चाहिँ अनि यहाँ यस्तो ठाउँ रहेको छ। अनि यहाँ चाहिँ हिलिहाङ हाम्रो राजा चाहिँ यहाँ हुनुहुन्छ है। फुज टेकबहादुर सिगु लिम्बू हस्तपुर भन्नुभएको छ। राज दरबार मार्ग दरबार क्षेत्र वा वरिपरि सैनिक तथा सर्वसाधारणको आवत जावतको लागि तत्कालीन समयमा निर्माण गरेको हिलिहाङ फाउन्डेसन अरे साथीहरू। सौजन्य चाहिँ हिलिहाङ फाउन्डेसनले निर्माण गर्नुभएको रहेछ। हजुरहरूलाई म हिलिहाङ दरबारको अब पुरै भ्यू देखाउँदैछु है साथीहरू। दरबार चाहिँ समग्रमा यस्तो रहेको छ। ऊ माथि सिलाम सागमाहरू पनि राखिएको छ साथीहरू। अनि यहाँ चाहिँ यस्तो छ, पुरा घाम लागिरहेको छ। हिलिहाङ दरबार हजुरहरूले कतिपयले त सुन्नु भएको होला हिलिहाङ है। यो चाहिँ हिलिहाङ दरबार रहेको छ। अनि हिलिहाङ दरबारको अगाडिपट्टिको दृश्य चाहिँ समग्रमा यस्तो देख्न सकिन्छ। यो चाहिँ दरबार हिलिहाङ राज दरबार उबेलाको राजा है। अनि दरबार यहाँ कुरा चाहिँ धेरै कुराहरूलाई समावेश गरिएको छ रहेछ है। मैले पनि आज फर्स्ट टाइम आएको साथीहरू। हिलिहाङ दरबार समग्रमा यस्तो रहेछ। म पनि अवलोकन गर्ने क्रममा छु। यस्तो छ। यहाँ हेर्नुहोस् राज दरबार कस्तो हुन्छ भन्ने कुरा चाहिँ मलाई चाहिँ खासै थाहा नभएको कारणले यहाँ चाहिँ एउटा दरबार यस्तो हेर्न सकिन्छ है। हिलिहाङ राजाको दरबार। यहाँभित्र चाहिँ सायदै के होला भनेर अहिले हेराउन देखाउँछु म है हजुरलाई। यो चाहिँ के हो, किचन हो राजाको। यो चाहिँ के रहेको छ देखिँदैन है। अन्त दरबार यहाँ चाहिँ गेट राखेको छ। गेट यहाँबाट अन्तर्गत दरबारमा के छ साथीहरू, कत्रो ठुलो ढुङ्गा है। म हजुरलाई देखाउँछु ल। ए यस्तो ठुलो ढुङ्गा रहेछ। यहाँभित्र त ठुलो ढुङ्गा पो रहेछ साथीहरू। ए जहाँ चाहिँ दरबारमा के होला भनेर म चाहिँ अवलोकन गरिरहेको थिएँ। यहाँभित्र त ठुलो ढुङ्गा राखेको रहेछ। जोस् है, यस्तो रहेछ।
है साथीहरू। राजाको छोरी हुन नपाए पनि यसो राजदरबार अवलोकन गरिरहेको छौँ है हामी चाहिँ। राजा चाहिँ यहाँ हुनुहुन्छ। आइएम किङ भन्नु न। यहाँभित्र चाहिँ के रहेछ, राजाको दरबारभित्र चाहिँ राजै नहुनु भएकोले गर्दा सबै खाली रहेछ साथीहरू। यहाँभित्र चाहिँ कस्तो छ भने कस्तो देखाउनै मिल्दैन है। सानो सानो उयोबाट यस्तो उँभो जाने चाहिँ रहेछ, माथिल्लो तलामा होला सायद जाने ठाउँ। राजै नहुनु भएकोले गर्दा राजदरबार चाहिँ खाली रहेको अवस्था छ साथीहरू। ल है आउनुहोस् है हिलियाङ राजदरबार घुम्नलाई। ल है साथीहरू, यो चाहिँ हिलियाङ गाउँपालिका पर्दो रहेछ। अनि यहाँदेखि धेरै तल रहेछ पालिका चाहिँ, लगभग कहाँ भन्नु निकै तल। हामी चाहिँ पालिका पुगेर आएका थियौँ साथीहरू। पालिका हाम्रो काम थियो, त्यहाँ तल पुगेर अहिले हामी चाहिँ दरबार निस्किँदैछौँ। यहाँ तल पर्दछ क्या यो तल गाउँ, यो बिचमा यो अलिकति धेरैवटा घर भएको जस्तो ठाउँ चाहिँ गाउँपालिका रहेछ। यहाँ नयाँ गाउँपालिका त बनिँदै रहेछ, बनिन चलै। ल है साथीहरू, हिलियाङ दरबार खुकुरी कस्तो नयाँ अर्जापेर राखे जस्तो नि, भर्खर च्वाट्टै छिनाउँछ जस्तो। हेर्नुहोस् खुकुरी। अनि यतापट्टि बन्दुक रहेको छ है साथीहरू। कस्तो अँध्यारो आयो है बन्दुक त। दरबार हो नि त, दरबार सुरक्षाको लागि चाहियो नि त साथीहरू। मादल चाहियो, तोङबा रहेको छ। अनि यो मादल होला सायदै। अनि यो माथि चाहिँ सिलाम सागमा रहेको छ। अनि यो चाहिँ के हो मलाई जहिले पनि आउँदैन यसको नाम चाहिँ साथीहरू। अनि दरबार चाहिँ यस्तो यस्तै छ है। ल है साथीहरू, हामी चाहिँ अब दरबारको अवलोकन पश्चात अब हामी उपरतिर जाँदैछौँ। ल है हिलियाङ राजाको मूर्ति चाहिँ यहाँ रहेको छ, शालिग चाहिँ। अनि यहाँ छ है। अनि यता चाहिँ यस्तो छ है, यो चाहिँ के हो अब चिनजान गराउने मान्छे चाहिँ छैन साथीहरू। हामी आफै चिनजान गर्दैछौँ। यहाँ मेरो बुढो चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ है। दरबार हिलियाङ दरबार हामी उता तेह्रथुमबाट पनि सधैँ देखिरहन्थ्यौँ, तर कहाँ रहेछ भनेर चाहिँ यहाँ रहेछ साथीहरू। अनि यहाँ चाहिँ यस्तो दामी ढुङ्गाहरू यसरी छापेर यस्तो दामी देखिएको छ है साथीहरू। ए दामी रहेछ, कस्तो मजाले मर्मत गर्नुभएको रहेछ साँच्चै। वाउ रहेछ, लुक लाइक वाउ, सो एलिगेन्ट, सो ब्युटिफुल, दामी छ है। यसरी चाहिँ घुम्यो। अब घाम पनि एकदम धेरै छ, अब के गर्नु।